येशू मर्नुभन्दा पहिले क्रुसमा बोलेका 7 वचनहरू यहाँ छन्। यी वचनहरू बाइबलका विभिन्न सुसमाचारहरूबाट लिइएका छन् र यिनले उहाँको करुणा, क्षमा, प्रेम, पीडा र परमेश्वरप्रतिको समर्पणलाई झल्काउँछन्। यहाँ ती वचनहरू सूचीबद्ध गरिएको छ। पहिलो वचन, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। यो वचन लुका 23:34 मा पाइन्छ। येशूले आफूलाई क्रुसमा टाग्नेहरूका लागि क्षमाको प्रार्थना गर्नुभयो। दोस्रो वचन, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। लुका 23:43 मा उल्लेखित यो वचन येशूले आफ्नो छेउमा क्रुसमा रहेका एकजना अपराधीलाई भन्नुभएको थियो, जसले उहाँमाथि विश्वास गरेको थियो। तेस्रो वचन, नारी हेर्नुहोस् तपाईको छोरो, हेर तिम्री आमा। यूहन्ना 19:26 र 27 मा लेखिएको यो वचनमा येशूले आफ्नी आमा मरियम र प्रिय चेला यूहन्नालाई एक अर्काको जिम्मेवारी सुम्पनुभयो। चौथो वचन, इलोई इलोई लामा सबक्थनी, अर्थात् हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नु भएको छ। मत्ती 27:46 र मर्कुस 15:34 मा पाइने यो वचन येशूको गहिरो पीडा र परमेश्वरसँगको संवादलाई देखाउँछ। पाँचौं वचन, मलाई तिर्खा लाग्यो। यूहन्ना 19:28 मा उल्लेखित यो छोटो वचनले येशूको शारीरिक पीडा र मानव स्वभावलाई व्यक्त गर्छ। छैटौं वचन, अब सिद्धियो। यूहन्ना 19:30 मा लेखिएको यो वचनले येशूको उद्धारको कार्य पूरा भएको संकेत गर्छ। सातौं वचन, हे पिता, म मेरो आत्मा तपाईको हातमा सुम्पन्छु। लुका 23:46 मा उल्लेखित यो अन्तिम वचनले येशूले परमेश्वरप्रति पूर्ण समर्पण गर्दै आफ्नो प्राण त्याग्नु भएको देखाउँछ। यी 7 वचनहरूले येशूको अन्तिम क्षणहरूमा उहाँको भावना र ईश्वरीय मिसनको गहिराईलाई प्रकट गर्छन्।